दर्शकबिन यति बेला हामी हाम्रो कैलाश घिमिरेजीसँग छौँ। ठ्याक्कै आज उहाँसँग भेटघाट भयो। सरलाई नमस्ते। आराम हुनुहुन्छ? के गर्दै आजकल के गर्दै हुनुहुन्छ? अहिले हल्का सामाजिक कार्यक्रममा छु म। अहिले हामी संस्था दर्ता गर्न लागेको छौँ इटरी भाषामा। सोसियल वर्कमा व्यस्त हुनुहुन्छ? अहिले चाहिँ कस्तो भने विश्वमा 11 सेकेन्डको अन्तरमा एकजना मान्छे झुन्डेर मर्छ। यसलाई चाहिँ हामीले नर्मल बनाउने अनि हामीले विद्यालयमा जाने बच्चाहरूको बारेमा स्वास्थ्य चेक गर्ने, स्कुल हामीले क्याम्पबाट डक्टरहरू बोलाएर शिविर राख्ने हामीले त्यो सोचिरहेको छौँ। संस्थाको मेन उद्देश्य भनेको अनि कुनै पनि मान्छे क्यान्सर पीडित मृगबाट पीडित हुन्छ भने तिनीहरूको लागि पनि हामीले हेल्प गर्ने, पानी बेच्ने र विभिन्न काम गरिरहेको छौँ। अहिले भर्खर हामीले इटरीको एउटा भाइलाई पनि त्यस्तै सहयोग गरेर हामीले कति 6200 उठाएको थियौँ। त्यसमा मैले 5000 पठाइसकेँ। अब 1200 पठाउनु पर्ने छ त्यो भाइलाई। गरेर हामीले एउटा काम गरेको थियौँ। खुत्रुकै बेच्ने अभियान पनि गरेर हामीले त्यो गरेका थियौँ। जस्तो कि हजुर अहिले जुन इटरी एरियाबाट इटरी क्षेत्रबाट चाहिँ हजुर अगाडि बढ्नु भएको छ। हजुर, हाम्रो इटरी युवा समाज भन्ने जस्तै इटरीलाई हेर्दा यो विश्वभरि नेपालभरि हो कि कस्तो इटरी एरिया मात्रै हो? होइन, सुरुमा हाम्रो इटरीमा हुन्छ यो संस्था अनि धरानमा खुल्छ, ठाउँ ठाउँमा खुल्छ। हाम्रो नगरपालिका वडा अनुसार त्यही अनुसार खुल्छ र हरेक नेपालीको हकितमा काम गर्ने समाज हो इटरी युवा समाज। हजुर, त्यही त हजुरको संस्था चाहिँ एकदम राम्रो सुनिरहेको हो होइन। हजुरको संस्थाले एकदम राम्रो कामहरू गरिरहेको छ। आउने सरकार जुन नयाँ सरकार छ, जेएनजीको सरकार छ, सरकारलाई के भन्न चाहनुहुन्छ? उहाँलाई के भन्न चाहन्छु भने जबसम्म बालने सरकार आउनु भएको छ, भ्रष्टाचारीहरू सबै रोक्नु भएको छ। सुरुमै अब केपी ओलीलाई जेल हाल्नु भएको छ, सही काम गर्नुभएको छ उहाँले। अब चोरलाई चोरै भन्नुपर्छ, पुलिसलाई पुलिसै भन्नुपर्छ, सहीलाई सही भन्नुपर्छ, हामीले गलत गलत भन्नुपर्छ। अब यहाँ जेमा पनि राजनीति चलखेल हुन्छ। अहिले हाम्रो सामान्य गृहमन्त्रीतिर जानु उहाँलाई पनि अब सेयर किन्नु भएको रहेछ। उहाँले कति 2 लाखको कि 2000 कति किताब भनेर सुनेको थिएँ। त्यसमा पनि चलखेल भएर उहाँलाई अहिले गृहमन्त्री पदबाट हटाइएको छ। उहाँले राजीनामा दिनुभयो। उहाँले आफ्नो नैतिकताको आधारमा राजीनामा दिनुभएको छ। हजुर, जस्तो कि हजुरहरूले अहिले जुन आवाज उठाइराख्नु भएको छ, जस्तै स्कुलको यो अत्याधिक मात्रामा शुल्कहरू उठाइरहेको छ, एडमिसनदेखि हरेक एक कुराहरू आइरहेको छ, यो सरकारले अहिले कस्तो कदम चालिरहेछ? यसले सरकारले एकदम राम्रो कदम चालिरहेको छ। यो कुरामा त मैले पनि एउटा पहिले स्टेटस लिएको थिएँ फेसबुकमा। पुरै स्कुल मन परिसक्यो। कुनै स्कुलमा 9000 छ, कुनै स्कुलमा 3000 छ, कुनै स्कुलमा 4500 छ। अहिले त्यसमा सरकारी स्कुलले पनि इङ्ग्लिस मिडियममा पढाएर भनेर वर्षको 7000सम्म चाहिँ लिइरहेको छ। यो चाहिँ अब कस्तो हो भने तपाईँको सरकारी स्कुलमा त अब निजी स्कुलबाट टिचरहरू ल्याउनुपर्छ, त्यसको लागि हो यो। जस्तो कि अध्यक्षज्यू त्यो चेन्ज हुन्छ त यो नयाँ सरकारले यो अनिवार्य लागू गर्छ त? यो अनिवार्य लागू गर्छ, हामीलाई आशा छ बालने सरकारले यो गर्नुहुन्छ भनेर। र जस्तै कि हजुरले त्यो मात्र होइन, हरेक दुर्व्यसनीदेखि लिएर दुर्व्यसनीको कुराहरू पनि आवाज उठाउनु भएको छ। अहिले कस्तो छ इटरी धरान आसपासमा दुर्व्यसनीहरू कस्तो? दुर्व्यसनी त बढी ज्यादा छ। यो पुरै बाबुआमाले पैसा दिने पुल ल्याउने बच्चाहरूलाई सानोदेखि गरेर त्यस्तो भएको, सानोदेखि संस्कारहरू सिकाउने। अहिले तराको इटरीको जनसङ्ख्या 2 लाख छ। त्यसमा भनेको 1,75,000 मान्छे त दुर्व्यसनीको शिकार भएका छन्। 25,000 चाहिँ अब राम्रो संस्कार शिक्षा पाएर त्यति छैन।